हाम्रो इन्टेक पनि सीसी पनि अनि क्रसिङ पनि एकै ठाउँमा भएको ठाउँ यो चाहिँ ल पाइन्छ सरसफाइ आयोजनाको सम्पन्न चाहिँ 2 महिना अगाडि नै भइसकेको सम्पन्न उद्घाटन तथा सम्पन्न कार्यक्रमको समारोहमा चाहिँ इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ र एरिया वेलफेयर सेन्टर भरतपुरको अफिसर क्याप्टेन मिजार रिटायर दिलीप गुरुङज्यूबाट भएको है ल यस आयोजनाको चाहिँ मैले मूलको भिडियो लिएर आएको छु। सबै भिडियो त सायद देख्नु भएको छ, तर मुहानको भिडियो चाहिँ मैले अहिलेसम्म नि हालेको छैन र प्रायः जस्तो उपभोक्ताहरूले पनि धेरै टाढा भएको कारणले गर्दाखेरि त्यहाँको मुहान पनि कस्तो छ भन्ने कुरा चाहिँ अब सायद प्रायःले कतिपयले देख्नु भएको छ, सबैजना चाहिँ देख्नु भएको छैन। त्यो चाहिँ मूलको चाहिँ पहिलेको र अहिलेको अवस्था चाहिँ मैले लिएर आएको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। धन्यवाद। दुम्सी डुलोभित्र यस्तो छ। यो पोखराको गुफातिरको जस्तो छ त हैन? दुम्सी डुलाभित्र यस्तो डेन्जर रहेछ नि। हाम्रो इन्टेक पनि सीसी पनि अनि क्रसिङ पनि एकै ठाउँमा भएको ठाउँ यो चाहिँ ल फाइनल भइसकेको छ है ल गाइस। अब कोइली घारीका जनताहरूले मजाले यहाँबाट पानी खान पाउनुहुनेछ है ल। यस्तो भएको छ है। पहिला कति खतरा थियो यो ठाउँ है, एकदम जोखिमयुक्त काम गरेर चाहिँ अहिले यतिको हामीले बनाउन सफल भएका छौँ है ल गाइस ल। त्यहीँबाट पानी निस्केर त्यहीँ कलेक्सन गरेर यहीँबाट क्रसिङ गरेर चाहिँ यता पारी लगिएको छ हामीले ल। अन्तिम है ल साथीहरू, फाइनल्ली हामीलाई चाहिँ इन्टेक यो कलेक्सन च्याम्बर है क्रसिङ एकै ठाउँमा भएको चाहिँ लास्ट अन्तिम अहिले फाइनल भइसकेको छ, पेन्ट भइसकेको छ। यसको पुरानो यस्तो कस्तो अवस्था थियो र अहिले यस्तो अवस्था छ, अहिले एकदम धेरै अन्तर भइसकेको छ। यहाँ यस्तै छ। यो चाहिँ यो हो त्यो इन्टेकको वासआउट हो। यो चाहिँ यो सीसीको वासआउट, सीसीको ओभरफ्लो भयो। यो चाहिँ यो सीसीबाट आउटलेट उता ट्याङ्की डिसीमा जाने यो गेट बल भइहाल्यो। यो चाहिँ एयरबेन भयो, नम्बर भयो। यो चाहिँ क्रसिङ है, यसरी क्रसिङ गरेर लगेको छ है उता पारी ल। अन्तिम भइसकेको छ यहाँको काम चाहिँ ल। कस्तो लाग्छ लाइक कमेन्ट गर्नु है ल।